यो काट्न हिजो काटा जस्तो पटाक पटाक पारेको यत्रो जस्तो अगाडि। नमस्कार। अब यो मौरीले आज नि पुनः गृह त्याग गर्यो। यो पटक पटक चाहिँ जङ्गलबाट असोजमा हामीले छोपेको मौरी हो। यसलाई हामीले फेरि विगतमा यो पुसतिर पनि यो मौरी निस्केर भागो, फेरि आज पनि यो मौरी पुनः भागो। यसले 2-3 दिन अगाडि नै यसले चाहिँ नि आफूलाई खाना चाहिने कुटहरू यस्तो पोलिनहरू केही बोकेकै थिएन। त्यहाँ प्रशस्त किराहरू नि छ, महहरू पनि थियो, यसले त्यो पनि खाइसकेको छ। र म यहाँ चाहिँ यसो मोबाइल खेलाएर यही मौरी वरिपरि डुलिरहेको थिएँ। एक्कासी चाहिँ मौरीहरू लड्न थाले। अनि के भयो भनेर हेरेको त यता व्यापक रूपमा मौरी निस्केको रहेछ। अनि मैले आएर चाहिँ त्यो चाहिँ घुर्यानहरू त्यो मौरी निस्कने उसमा छेकिसकेपछि रानी भित्रै रहेको हुनाले मौरी हामीले आज छोप्न सफल भइयो। साथीहरूलाई यो मौरीको सिजन मात्र होइन, यो मौरीहरूले चाहिँ गृह त्याग गर्ने कारण के हुन्छ सबै कुरा चाहिँ नि अब डिस्टर्ब भन्नु भने यहाँ लुट लडाइ केही पनि छैन। अब चरनको पनि पर्याप्त सम्भावना छ र पनि यो मौरीले चाहिँ नि काठे घरमै बसेको हुनाले त्यो घर रुचाएको हुनसक्छ। यसले चाहिँ नि यो प्रकृतिमा धेरै गर्मी भएर निस्केको पनि हुनसक्छ। त्यो हुनाले सबै साथीहरूलाई यिनीहरूलाई मौसम धेरै तातो हुन पनि हुन्न, धेरै चिसो हुन पनि हुन्न। त्यसैले मौरी जसले पाल्नु भएको छ 10 बजेदेखि 3 बजेसम्म सम्भवतः मौरीको घर वरिपरि रहनुभयो। व्यावसायिक उद्देश्य राखेर पाल्ने साथीहरूलाई भने मौरीबाट घाटा हुने छैन, नत्र भने मौरीबाट घाटा हुनेछ। त्यसैले अलिकति तपाईँहरूले हेरेर ध्यान दिनु होला। यो आजको हाम्रो यो चाहिँ नि मौरी हामीले पहिला त्यो पयमको बुट्टाबाट छोप्यौँ, त्यसपछि उहाँ राख्यौँ, त्यसपछि हामीले यहाँ ल्याएर राखेको हो। यो 3 ठाउँमा यसलाई ठाउँ चेन्ज गरिसकेका छौँ। र पनि यो मौरीले रानीकोष हालेर होइन भने पनि हामीले हेरेका छैनौँ। हिजो आज हामीले 3 दिन भयो नहेरेको। सम्भवतः 3 दिनकै दिन यसले यस्तो चाहिँ नि उता गर्नु नहुने, तर सबै मौरी निस्केको हुनाले यिनीहरूले गृह त्याग नै गरेको जस्तो मैले विचार गरेको छु। गर्दैछौँ पोला भाँचेर अब यसलाई नयाँ चाहिँ नि घरमा खनाइदिँदैछौँ हामीले। अब यसलाई काठे घर ल हेर्नुहोस् कसरी पस्छन्। फेरि जब यिनीहरूको रानी चाहिँ भित्र भइसकेपछि हामीले जनतन थुन्न भ्याएको हुनाले एकदम खुसी हुँदै यिनीहरू चाहिँ भित्र पसेका छन् कि फेरि है। जति यता बथान गएको थियो नि यो बथान पुरै आइसकेको छ फेरि यहाँ हेर्नुहोस् है। यस्तरी जोतिएको छ, यस्तरी हेर्नुहोस्। अब त्यो आत्तिनु हुन्न। अब यो आत्तियो भने सर्वस्तै छ, नआत्तियो भने पनि सर्वस्तै छ। अब यसको चाहिँ नि विशेष फलोअप हामीले थप बेलुका चाहिँ हेरिसकेपछि तपाईँहरूलाई जानकारी दिनेछौँ। नमस्ते।